वाटर हर्ड ब्याग नतातेपछि यसलाई कसरी बनाउने त? यी हुन् यसका लागि आवश्यक सामग्रीहरू। सबैभन्दा पहिला यो हट ब्यागमा रहेको सानो यो यसलाई चाहिँ निकाल्ने, कुनै स्क्रू ड्राइभ या कुनै मार्तुल कुनै धारिलो चिज निकाल्ने र यसमा भएको सबै पानी निकाल्ने, फोहोर पानी निकाल्ने। यो निकालेको पानी फालेर सफा पानी प्लास्टिक र पाइपको सहायताले यसमा फिल गर्ने। यसमा 2-3 पटक यसरी नयाँ पानी राखेर हल्लाएर निकालिसकेपछि यसमा नयाँ पानी राखेर नुन अलिकति राखेर मजाले यसमा घोल्ने र घोलिसकेपछि पुनः प्लास्टिक र यो पाइपको सहायताले फेरि यसमा भर्ने। ब्यागलाई आवश्यक पर्ने पानीसम्म भरिसकेपछि यो बन्द गर्ने। सकिन्छ भने एउटा अलिकति ग्लु पनि राख्ने, नभए टाइट छ भने पर्दैन। यसलाई अब चार्जमा राख्ने। ओके, हाम्रो काम पुरा भयो। Thank you very much guys watching this video. Please subscribe the channel. Thank you.